प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निम्ता। कुमार बेनले अजित डोभाललाई भेटेको बारे साउथ ब्लकले के भन्यो हेर्नुहोस् आजको समाचारमा। सुनसरी घटनाबारे रासपा सभापति लामिछाने भन्छन् विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन। लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि लियो फिर्ता। मंगलबहादुर शाही कर्णालीको 5औं मुख्यमन्त्रीमा नियुक्त, सधैँभरि पिटाइने खानुपर्ने भन्दै डाक्टरहरू हडतालमा, बिरामी परे मारमा। स्वास्थ्य कर्मी कुटपिट घटना, ऐन अनुसार दोषी माथि कारबाही गर्न कांग्रेस सभापति गगन कुमार थापाको माग। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज सानेपामा राखिने। बिमार र धितोपत्र कसुरमा शेखर गोल्छालाई 1 करोड धरोटीमा छाड्न आदेश। सरकारले ल्यायो एएमपीआईएस नेपाल एप, किसानले दैनिक थोक मूल्यको जानकारी पाउने। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाही भन्छन् यो संवेदनशील अवस्थामा सरकारलाई साथ दिउँ। एमबीएस प्रश्नपत्र लिक प्रकरणमा थप 2 जना पक्राउ। प्रधानमन्त्रीसँगको समन्वयमा कुनै पनि समस्या छैन, बाइपास गरिएको चर्चा अफवाह मात्र भएको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उद्योगीहरूसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले भने उद्योगीको नाफा र सम्पत्तिको सुरक्षा सरकारले गर्नेछ। दल त्याग गरेका स्थानीय जनप्रतिनिधिको रिट खारेज, सर्वोच्चले दियो यस्तो आदेश। प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको भनाई। निर्वाचन प्रक्रियालाई पेपरलेस बनाइदै लैजाने प्रस्तावित आयुक्त डाक्टर सुब्बाको कार्ययोजना। प्रधानमन्त्रीलाई विरोध नभई संसदप्रति जिम्मेवारी बनाउन खोजिएको कांग्रेस प्रमुख सचेतक थापाको भनाई। संसदलाई प्रभावकारी बनाउन र विधेयक अगाडि बढाउन सत्तापक्ष सक्रिय भएको रासपा सचेतक धितालको तर्क। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीहरूले गरे माग। वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रदर्शन जारी। लघुवित्त पीडितले थाले आमरण अनसन। नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौती, भिजिट भिजा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख समस्या। मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न एन्टी साइबर स्क्याम सेल स्थापनाको तयारी। हेटौँडा र उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा सहयोग गर्न रुससँग उद्योग मन्त्रीको प्रस्ताव। बजारमा ग्यासको अभाव देखिएपछि उद्योग मन्त्री यादव आफै अनुगमनमा। सुनौली गोरखपुर द्रुत मार्ग निर्माण अन्तिम चरणमा, भैरहवा दिल्ली यात्रा समय छोटिँदै। खुशीपुरका मेयरका छोरा डाक्टर यादवले एकैपटक गरे साउन महिनाभरिको हाजिर। इन्धनको मूल्य घट्दा पनि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा भने घटेन। पोखराको जुस पसललाई 50,000 रुपियाँ जरिवाना। ट्रक महासंघ र अर्थमन्त्री बीच भेट, बिमाले नसमेट्ने राहतमा छुट्टै कोष बनाउने आश्वासन। मलेसियामा नेपाली श्रमिकको मागपत्र प्रमाणीकरणमा दूतावासको कडाई। 27 सयमुनि झर्यो शेयर बजार, कारोबार पनि घट्यो। लिग 2 क्रिकेटमा नेपाल टपमा अटाउने सम्भावना समाप्त, 1 दिवसीय मान्यता धरापमा पर्न सक्ने। श्रृङ्खलाको अन्तिम खेलमा सान्तोना जितको खोजीमा